नमस्कार। खुलासा बहसको अर्को एउटा श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत छ। यति बेला देश निर्वाचनमय बनेको छ। फागुन 21 गते यति बेला सङ्घीय निर्वाचन हुँदैछ र त्यो देश दौडामा यति बेला उम्मेदवारहरू लागिरहेका छन् र आज मनोनयनको अन्तिम आज चाहिँ यो फिर्ता गर्ने र चाहिँ अन्तिम नावली सार्वजनिक गर्ने दिन पनि हो। त्यो हुँदै गर्दा निर्वाचनमा होमिएका उम्मेदवारहरूले चुनावी अभियानलाई अगाडि बढाउँदै रहेका छन्। उदयपुरको निर्वाचन क्षेत्र नम्बर 1 को कुरा गर्दाखेरि पनि विभिन्न दलहरू चुनावी प्रतिस्पर्धामा छन्। सँगसँगै नेकपा एमालेका उम्मेदवार दुर्गा कुमार थापा स्वस्ति पनि यति बेला चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। उहाँले के कस्ता भिजन लिएर जनतामा जाँदै हुनुहुन्छ र चुनाव जित्ने आधारहरू के छ र उदयपुरको क्षेत्र नम्बर 1 को भूगोललाई, बस्तीलाई, समाजलाई, त्यहाँको मनोविज्ञानलाई उहाँले कसरी बुझिरहनु भएको छ भन्ने विषयमा आजको बहस केन्द्रित हुनेछ। कार्यक्रमको सुरुवातमा म आज मेरा अतिथिलाई स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। खुलासा टेलिभिजनलाई पनि नमस्कार। सुरुमा त यहाँलाई बधाई पनि छ। यहाँले सङ्घीय निर्वाचनको लागि टिकट लिएर आउनुभएको छ। अब तपाईँ हिजोको दिनमा नगरपालिकाको पनि मेयर भइसकेको मान्छे पनि हो। खासमा बेलाकाको भूगोललाई त तपाईँले राम्रोसँग बुझ्नु भएको छ, होइन? अब यो चुनावबाट जित निकाल्न सकिन्छ भन्ने तपाईँले आकलन कसरी गर्नु भएको छ? किनभने उदयपुर क्षेत्र नम्बर 1 को सिङ्गो भूगोल छ, अब यहाँको मनोविज्ञान छ, यहाँको समाज छ। खासमा धन्यवाद। सबभन्दा पहिला त मलाई उम्मेदवार बनाउने नेकपा एमाले पार्टीलाई धन्यवाद दिन चाहन्छु। यो जनताको एउटा नोकर, जनताको सेवक बन्ने अवसर दिएको छ। दोस्रो कुरा, तपाईँले जुन प्रश्न गर्नुभयो कि के आधार छ चुनाव जित्ने भन्ने कुरा, त्यसको पहिलो आधार भनेको नेकपा एमालेको मजबुत सङ्गठन। हाम्रो 3500 वटा वडाहरूमा वडा कमिटी छन्। त्यस्तै निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, नगर कमिटी भएको हुनाले टोल विकास संस्थासम्म चाहिँ हाम्रो कमिटीहरू निर्माण भएको छ। हाम्रो 23 वटा एमालेको जनवर्गीय सङ्गठनहरू चाहिँ पार्टीलाई सुदृढ बनाउनको लागि कार्यरत छन्। त्यसले गर्दाखेरि साङ्गठनिक आधार चाहिँ एउटा मजबुत छ। दोस्रो, नेकपा एमालेको चाहिँ तपाईँलाई अनौपचारिक सरकारहरूमा चाहिँ महत्त्वपूर्ण हिस्सेदारी छ। विद्यालय व्यवस्थापन समितिमा हेर्नुहोस्, सामुदायिक वन उपभोक्ता समितिमा, गैसेसा क्षेत्रमा, पत्रकारिता क्षेत्रमा चाहिँ समाजका विभिन्न, म त्यसलाई अनौपचारिक सरकार भन्छु, त ती ठाउँहरूमा नेकपा एमालेको उपस्थिति छ र नेकपा एमाले सामाजिक मुद्दाहरूमा चुप लागेर बसेको छैन। दोस्रो आधार त्यो हो। तेस्रो भनेको मैले गरेको कामहरू, म गाउँ विकास समितिको अध्यक्ष हुँदा 2054 सालमा मैले उत्कृष्ट विकास कर्मीको रूपमा पुरस्कृत भएको थिएँ र त्यो तत्कालीन ठोक्सिला गाउँ विकास समितिको विकास निर्माणमा मेरो महत्त्वपूर्ण भूमिका रहेको थियो। त्यसबाट 74 सालमा मैले बेलाका नगरपालिकाको नगर प्रमुख हुने मौका पाएँ र त्यो मौका इभेन त्यतिखेर चाहिँ हाम्रो 2 वर्ष कोरोनाले हामीलाई काम गर्न दिएन। हाम्रो कान्छो नगरपालिका थियो, स्रोत साधन थिएन। पहिलो बैठक बस्दाखेरि नै हामीले एउटा नजिकैको स्कुलको सहारा लिनु परेको थियो भने त्यहाँनिर चाहिँ भौतिक पूर्वाधार, आर्थिक विकास, सामाजिक विकास, वातावरणीय विकास र जति पनि भाषा, कला, साहित्य, संस्कृतिको जुन क्षेत्रमा चाहिँ हामीले काम गऱ्यौँ, त्यो देशमै उल्लेखनीय रूपमा हामीले काम गरेको। अनि चौथो कुरा के भन्दाखेरि चाहिँ त्यो काम गर्नको लागि चाहिने आवश्यक तपाईँले 80 वटा भन्दा बढी कानुन, ऐन, निर्देशिका, नियावली, मापदण्डहरू निर्माण गरेको र ती गर्नुपर्ने कामहरूलाई विधिसम्मत ढङ्गले काम गर्ने परम्पराको थालनी र गरेको। र त्यही पाँचौँ कुरा के भने त्यही काम गर्दाखेरि पनि देशले नै सिक्ने गरी धेरै अनुकरणीय कामहरू गएको। सोसियल टेनियर डोमिन मोडल
सामाजिक नक्साङ्कन विधिबाट जग्गा नाप्ने प्रविधिको विकास गरेर 12,500 किताभन्दा बढी जग्गा चाहिँ नापेर निसा प्रदान गर्यो। जुन कुरा चाहिँ हाम्रो भूमि आयोगले समेत पनि तपाईलाई चाहिँ यो मोडलबाट सामाजिक नक्साङ्कन विधिबाट जग्गा नाप्ने विधि चाहिँ बेलाका मोडल भनेर त्यसलाई चाहिँ उसले लिएको थियो भूमि आयोगले, हैन। त्यस्तै गरेर यो सेनेटरी प्याडको कुरा, स्कुल विद्यालय खाजा कार्यक्रमको कुरा, किसानहरूलाई किसानको परिचय पत्र दिने कुरा, हैन। यो चाहिँ नि अनि के भन्छ चक्लाबन्दी खेतीको कुरा, धेरै मेसिन औजार किनेर त्यहीँबाट किसानहरूलाई चाहिँ यन्त्र मेसिन उपकरण उपलब्ध गराउने कस्टम हायरिङको कुरा, यी कुराहरू चाहिँ हामीले गरेपछि केन्द्रीय सरकारले पनि उसले आफ्नो नीति कार्यक्रममा चाहिँ राख्ने गरेर बेलाका नगरपालिका चाहिँ एउटा स्थानीय तहको विकासको ब्याडको रूपमा विकसित गरेको कुरा। छैटौँ कुरा भनेको म लामो समयदेखि चाहिँ उदयपुर जिल्लाको सामाजिक आन्दोलनमा छु। गैर सरकारी संस्था महासङ्घको म पूर्वाञ्चलको त्यतिखेर इन्चार्ज, केन्द्रको कोषाध्यक्ष हुँदै विभिन्न रचनात्मक कामहरू चाहिँ गर्नको लागि म सफल भएको थिएँ। त्यो सामाजिक आन्दोलनमा पनि हामीले अहिले जो जिएनजी भन्छौँ, बाल क्लबहरू दर्ता गर्न दिएको थिएन, बाल अधिकार चेतना समूह दर्ता गर्ने र हजारौँ बालबालिकाहरूलाई सङ्गठित गर्ने, उनीहरू बाल अधिकारको बारेमा कुरा गर्ने भएको हुनाले मैले चाहिँ के अरे उत्कृष्ट बाल अधिकार कर्मी भनेर चाहिँ राष्ट्रपतिबाट पनि पुरस्कृत भएको। त्यसले गर्दाखेरि यो जुन अहिले जिएनजीहरूले आफ्नो हक अधिकारहरू खोजिराख्नु भएको छ, उहाँहरूको भावना के हो भन्ने कुरा चाहिँ मैले धेरै नै यो चाहिँ बुझेको छु उहाँहरूसँगै काम गरेको अवस्थामा। त सातौँ कुरा भनेको के भन्दाखेरि चाहिँ म चाहिँ एउटा उदयपुर जिल्लामा पोस्टर नटाक्नु पर्ने उम्मेदवार हो, हैन। तपाईँले जुनसुकै भूगोलमा गएर पनि तपाईँले स्वस्ति थापा भनेर सोध्नुभयो भने त्यो हामी चिन्दैनौँ भन्ने चाहिँ मान्छेहरू चाहिँ भेटिँदैन, खास गरी राजनैतिक क्षेत्रमा चासो राख्नेहरू व्यक्तिहरूको लागि। आठौँ कुरा भनेको म समाजमा पनि विभिन्न बाढी पहिरो आउँदा, अब मान्छे बिरामी पर्दा, हैन, मान्छे भुखमरी हुँदा सामाजिक लोक कल्याणकारी काममा चाहिँ अब फन्ड रेजिङ गर्ने, आफ्नै तर्फबाट पनि योजनाहरू सञ्चालन गरेर कामहरू सञ्चालन गरेर राहत र विकासको क्षेत्रमा निरन्तर रूपमा चाहिँ सहयोग पुर्याइराखेको छु। र 9 भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ मैले यो आफ्नो घर परिवार व्यापार जागिर केही सबै थोक छोडेर सम्पूर्ण रूपमा जनताको सेवकको रूपमा चाहिँ म प्रस्तुत भएको छु। यीदेखि बाहेक जस्तो तपाईँले अहिले सामुदायिक वन भन्नुहुन्छ, यो सामुदायिक वन चाहिँ नेपाल सरकारले अपरेसनल फरेस्ट म्यानेजमेन्ट गर्ने र उदयपुर जिल्लामा चाहिँ तपाईँलाई संरक्षित वन राष्ट्रिय वन मात्रै बनाउने भन्ने नीति लिएको थियो। त्यसमा हामीले नै मुद्दा दिएर चाहिँ यो बेलाका नगरपालिकादेखि लिएर यो क्षेत्रको वनहरूलाई चाहिँ सामुदायिक वन बनाउनु पर्छ भनेर सर्वोच्चमा आदेश गराउने र अहिले सामुदायिक वनको कार्यक्रमहरू यहाँ ल्याउनको लागि चाहिँ कानुनी बल मद्दत गर्ने मान्छे चाहिँ म हो। त्यसले गर्दाखेरि अहिले लाखौँ मान्छेहरू चाहिँ तपाईँ सामुदायिक वनमा आबद्ध हुनुहुन्छ। त यी बाहेक अरू धेरै कुराहरू छन् जसमा म अब साहित्यमा पनि रुचि राख्छु। अब मैले काम गर्दा भाषा कला साहित्यमा चाहिँ तपाईँलाई अब थारू सङ्ग्रहालय बनाएको, तपाईँलाई चाहिँ यो पार्कहरू देख्नुहुन्छ, हैन, साकेला पार्कहरू देख्नुहुन्छ, दलित भवनहरू बनाएको देख्नुहुन्छ, जनजाति भवनहरू बनाएको देख्नुहुन्छ। त्यो यस्तो भाषा कला साहित्य संस्कृति उत्थानका लागि, पर्यटन विकासको लागि, जस्तो तपाईँले अहिले कोशीमा चाहिँ के अरे यो बोटिङ भएको देख्नुहुन्छ, प्याराग्लाइडिङ जुन भाइरल भएको तपाईँले देख्नुहुन्छ, हैन। त यो साहसिक खेलकुद गर्ने कुराहरूदेखि लिएर यो युवा रोजगारको कार्यक्रम र हामीले के भन्छ फन्ड खडा गरेर सस्तो ब्याजमा
रोजगार सिर्जना गर्ने, तालिमहरू प्रदान गर्ने, सिप हस्तान्तरण गर्ने यी सबै कामहरू चाहिँ हामीले फेरि एकदमै साह्रोमा परेको मान्छेहरूलाई जहाँ अभर त्यहाँ नगर भनेर अभरमा परेका मान्छेहरूको छिटो छरितो उद्धारका लागि चाहिँ हामीले काम गर्ने गरेको हुनाले गर्दाखेरि यो कामहरूको अनुभूति अहिले पनि त्यहाँको जनताहरूले गरिराख्नु भएको छ र यी नै आधारले गर्दाखेरि चाहिँ मैले चाहिँ यो क्षेत्रमा चुनाव जितिन्छ भन्ने मैले चाहिँ आत्मविश्वास नै लिएको छु। अब अलिकति जस्तै तपाईँ चुनाव केन्द्रित हुँदाखेरि त्यो भूगोलमा जाँदाखेरि मान्छेहरूको अपेक्षा हुन्छ कि बाटो बनाइदियोस्, पुल ल्याइदियोस्, अब हस्पिटल राम्रो गरिदियोस्, स्कुलमा पैसा हालिदियोस् भन्ने हुन्छ खासमा चाहिँ। तर सँगै सांसदको भूमिका त फरक हुन्छ खासमा चाहिँ। यो ठाउँलाई विकास गर्न अथवा देशभरि विकास गर्नलाई कस्तो खालको नीतिहरू चाहिन्छ, कस्तो खालको कानुनहरू चाहिन्छ भन्ने त्यो कानुन बनाउने थलो हो खासमा त साँच्चै भन्दाखेरि त संसद। यो कुरा जनतामा बुझाउनु पर्ने एउटा चाहिँ तपाईँमा दायित्व छ, त्यो एउटा चुनौती पनि छ खासमा चाहिँ होइन। यसलाई चिर्नलाई चाहिँ खासमा उदयपुरमा कस्ता खालका नीतिहरू भयो भने विकासको बाधकहरूलाई चिर्न सकिन्छ र कस्ता खालको कानुन चाहिँ यो क्षेत्रको विकास गर्नको लागि आवश्यक छ भन्ने देख्नुहुन्छ खासमा? एकदमै राम्रो कुरा हो। सबभन्दा पहिला नीति निर्माण तहलाई सच्याउनुपर्छ, नीति निर्माणलाई नै सच्याउनुपर्छ। पञ्चायतकालको अवस्थामा चाहिँ नेपालीहरूले वैदेशिक रोजगारमा जान पाउँछन् भन्ने एउटा वैदेशिक रोजगार सम्बन्धी कानुन बनेको रहेछ र त्यो कानुनले गर्दाखेरि चाहिँ नेपालमा कोरोनाको टाइममा, जनयुद्धको टाइममा चाहिँ नेपालको आय स्तर बढाउनको लागि वैदेशिक रोजगारले ठुलो भूमिका खेल्यो। यदि त्यो हाम्रो कानुनी व्यवस्था हुँदैन थियो भनेदेखि चाहिँ त्यो हुँदैन थियो। त्यसले गर्दा एउटा सानो कानुनले पनि ठुलो मद्दत गरिरहेको हुन्छ। त्यसले गर्दा सबभन्दा पहिला हामीले नीतिगत सुधारमै चाहिँ हामीले प्रयास गर्नुपर्छ। जनपक्षीय कानुनहरू नै निर्माण गर्नुपर्छ। हाम्रो देशमा जुन भ्रष्टाचार बढ्यो भनेर जिएनजीले भन्नुभएको छ अथवा सबैले हामीले पनि फिल गरेको छौँ, सुशासन छैन, भ्रष्टाचार बढ्यो भनेर, त्यो चाहिँ नीति र कानुनको अभावमा। किनभने भ्रष्टाचार भनेको तीनटा अवस्थामा हुन्छ। एउटा कानुनको अभावमा हुन्छ, एउटा भएका कानुनहरूको लुप होल्स, त्यो कानुनमा कहाँ छिद्रहरू छन् आफूलाई फाइदा हुने खालको, त्यो छिद्रहरू प्रयोग गरेर हुन्छ। अर्को चाहिँ कानुन बनाएरै भ्रष्टाचार गर्ने हुन्छ। जस्तो पूर्व सांसदहरूलाई पजेरो गाडी दिने भनेर होइन, पूर्व राष्ट्रपतिहरूलाई यस्तो सुविधा दिने निर्णय गरेरै गर्ने हुन्छ। त्यसले गर्दा यी तमाम भ्रष्टाचारहरू रोक्नको लागि के भन्दाखेरि चाहिँ सुदृढ कानुनी व्यवस्थाको आवश्यकता छ। त्यसले गर्दा सबभन्दा पहिला हामीले कानुनी व्यवस्थालाई चाहिँ जनपक्षीय कानुन बनाउन सक्यो भने मात्रै देश अगाडि बढ्छ। अब तपाईँले यो क्षेत्रको लागि कस्तो खालको कानुनहरू चाहियो भन्नुहुन्छ भने हामीलाई चाहिएको भनेको सबभन्दा नीति। अघि तपाईँले भन्नुभयो नि सांसदले वास्तवमा विकास गर्न जानेन, तर हाम्रो धेरै सांसदहरू चाहिँ यो भ्रममा परेर यो गरिदिन्छु त्यो गरिदिन्छु भन्दै हिँड्नु भएको छ होइन, हिँड्नुहुन्छ। अब हामी पनि कतिपय ठाउँमा त्यो भन्छौँ, त्यो किनभने जनताको चाहिँ इच्छा के हुन्छ भने यहाँ भोट माग्न जाँदा पनि यो कुलो बनाइदियोस् होइन, यो चाहिँ नि बाटो बनाइदियोस् भन्ने टाइपको चाहिँ उहाँहरूले भन्नुहुन्छ होइन। अनि नेताहरू पनि दिनु बानी भएर एउटा मैले पिस पनि सुनेको थिएँ, एक ठाउँमा नेता जानुभयो अरे, अनि तपाईँलाई के चाहिएको छ भनेर सोधेर उहाँले चाहिँ भन्नु म तपाईँहरूकोमा एउटा पुल बनाइदिन्छु भन्नुभयो अरे उहाँले। अनि जनताले भनेर होइन यहाँ त खोलै छैन भनेपछि नेताले चाहिँ त्यसो पहिला खोलो ल्याइदिन्छु अनि पुल बनाइदिन्छु भन्नुहुन्छ। त भनेपछि यो प्रतिबद्धता भन्दा पनि हामीले नीतिगत सुधारका कुराहरू हामी गर्छौँ भनेपछि त्यो आफैसँग पर्छ। उदाहरणको लागि हामीले विकास निर्माण गर्दाखेरि आर्थिक ऐन जुन आउँछ त्यसमा सबभन्दा पहिला अधुरा र अपुरा योजनाहरू चाहिँ सम्पन्न गर्ने भन्ने नीति ल्यायौँ भने तपाईँलाई कोसेपा खोलामा नबनेको पुल, गिनेरीमा नबनेको पुल अथवा तिर्जुगामा तल बेलामा नबनेको पुल, यो पुल भनेर तोकिराख्नु परेन क्या। पहिलो प्राथमिकता भनेको बजेटको अधुरा अपुरा योजना गर्ने भनेपछि त्यसमा त तिनीहरू आइ नै हाल्छन्। फतेहपुर र गाईघाटको बाटो बनाउँछु भनेर त्यहाँ लेख्ने, फतेहपुर रामपुरको बाटो बनाउँछु भनेर लेख्नु परेन कि। एउटा प्रदेश र अर्को प्रदेश जोड्ने बाटोलाई प्राथमिकता दिनेछ भन्ने बित्तिकै
फतेहपुरबाट रामपुर जाने बाटो पनि मधेस प्रदेशबाट कोशी प्रदेश जाने बाटो, फतेहपुरबाट गाईघाट आउने बाटो पनि मधेस प्रदेशबाट कोशी आउने बाटो। हामीले प्रत्येक बाटाको नाम कोर्नुभन्दा पनि हरेक वडा कार्यालयमा चाहिँ के अरे कालोपत्रे पुर्याउने भन्यो भने त प्रत्येक वडा कार्यालयको नाम लेख्नु परेन। हो यसरी हामीले के भन्दाखेरि चाहिँ तपाईँलाई नीतिगत व्यवस्थाद्वारा जनताहरूलाई सेवा पहुँचाउने हो मेजर कुरा। त्यो नीतिभित्र चाहिँ त्यो कुरालाई जनताको मागलाई डिमान्डलाई चाहिँ त्यहाँभित्र राखेर त्यो पुरै उहाँहरूको सेवाग्राहीहरूको चाहिँ सेवामा पुर्याउने कुरा हो। त्यसले गर्दा यस्तो खालको नीतिहरू जस्तो भनौँ न तपाईँलाई भ्रष्टाचार हुन्छ भन्ने लाग्छ भने हामीले अबदेखि चाहिँ कुनै पनि योजनाको भुक्तानी चाहिँ योजना स्थलमै गएर दिने भनौँ भने एकाउन्टेन्टको कोठामा नदिने, योजना स्थलमा उपभोक्तालाई बोलाएर यहाँ यति पैसाको योजना परेको थियो, यो काम गर्नुपर्ने थियो, यो चेक दिउँ भनेर दिने खालको चाहिँ सार्वजनिक सुनवाई मार्फत त्यो भुक्तानी गर्ने प्रक्रिया अवलम्बन गर्दा जनता गएर यो बनाउनु पर्ने थियो त बनिसकेको छैन, पैसा नदिनु अहिले भन्न सक्छ नि त। हो भने चाहिँ हो यस्तो नीति निर्माणमा चाहिँ त्यस्तै अब अहिले जस्तो हामी 62% नेपालमा किसान छ। अहिलेसम्म तपाईँलाई किसानको ऐन आएको छैन होइन, किसान अधिकार ऐन आएको छैन भनेपछि हामीले किसानलाई चाहिँ यो छुट दे यसमा चाहिँ अनुदान देऊ भन्नु परेन नि। ऐनले नै तपाईँलाई चाहिँ किसान परिचय पत्र दिने, अनि परिचय पत्र अनुसार जस्तो अपाङ्गता भएका व्यक्तिहरूको रातो कार्ड पाउनेले के सुविधा पाउँछ, निलोले के पाउँछ भनेर उसको कार्डमै उल्लेख गरिदिएर तपाईँलाई चाहिँ किसानलाई त्यो दियो भने उसले त्यो कार्ड बोकेर आफ्नो पालिकामा अथवा विभिन्न ठाउँहरूमा गएर उसले आफ्नो सेवा लिन सक्छ। त्यो खालको चाहिँ अब हामीले कानुन बनाउनु पर्यो। अनि एउटा नगरपालिकालाई एउटा कुनै ठाउँलाई माया लागेर एउटा सानो एउटा कार्यक्रम ल्याएर भएन कि अब हामीले मुहान शुद्ध गर्ने कुरा हो। तपाईँले चाहिँ पानी चाहिँ फोहोर छ भने अब त्यो फोहोर पानीलाई चाहिँ धारामा आइरहेको छ भने अब 1 गिलास पानी ल्याएर त्यसलाई फिटकिरी हालेर फिल्टर गरेर प्रत्येक ग्लास त्यसरी खानुभन्दा मुहान सफा गरिदियो भने तपाईँको प्रत्येक ग्लासमा चाहिँ पानी सफा आउँछ। त्यसले गर्दा नीतिगत सुधार र जनमैत्री ऐन कानुनहरूको निर्माण र परिचालन। अब कानुन नहुनाले कति जनताले शास्ति खेप्नु परेको छ। जस्तो तपाईँले निजी वन रोप्न आँट्नुभयो, तपाईँले 5 बिघा जग्गामा चाहिँ तपाईँले निजी वन गर्छ भन्नुभयो भने निजी वन दर्ता गर्ने चाहिँ अधिकार चाहिँ अहिले वन ऐन 2078ले स्थानीय तहलाई दिएको छ। स्थानीय तहमा चाहिँ वन सम्बन्धी ऐनै बनाएको छैन। अनि ऐन नबनाइकन चाहिँ उसले त्यो काम गर्न पाउँदैन। अब स्थानीय तहलाई धेरै अधिकार सम्पन्न बनाएको छ। 3वटा कुरा मात्रै गर्न पाउँदैन स्थानीय तहले, सेना राख्न पाउँदैन होइन, नोट छाप्नु पाउँदैन र मित्र राष्ट्रहरूसँग सिधै चाहिँ तपाईँलाई सम्बन्ध राख्ने सम्झौता गर्न पाउँदैन। यी बाहेक सबै काम गर्न पाउँछ। तर ती काम गर्नको लागि उसले ऐन बनाउनुपर्छ, कार्यविधि बनाउनुपर्छ, कार्ययोजना बनाउनुपर्छ, नियमावली बनाउनुपर्छ। भनेपछि अब यी सबै तलको पालिकाहरूले चाहिँ त्यो कानुन ऐन नबनाएकोले गर्दाखेरि चाहिँ जनताले चाहिँ एउटा निजी वन दर्ता गरेर 10 वर्षपछि म सालको रुख रोपेर काट्छु अथवा यसो गर्छु भन्न पाएको छैन। त्यसले गर्दा एउटा नीतिको अभावमा, कानुनको अभावमा चाहिँ जनताको अधिकारहरू चाहिँ त्यहाँनिर मरिराखेको हुन्छ। त्यसले गर्दा सबभन्दा पहिलो कुरा भनेको हामी सदनमा गएर कुन काला कानुनहरूले होइन चाहिँ जनताको अधिकारलाई चाहिँ वञ्चित गरिरहेको छ। अब अहिले तपाईँलाई भनौँ एउटा उदाहरण भनौँ, अब हाम्रो सरकारले अहिले अस्ति भर्खर जिएनजीकै सरकारले विदेशबाट आउने महमा कर छुट गरिदियो। अब विदेशीको मह त सस्तो हुने भयो नि त। भनेपछि त्यो एउटा नीतिले सारा मौरी पालक किसानहरूलाई चाहिँ अन्यायमा पारिदियो। सुपारीको किसानहरूले यो देशबाट बाहिर सुपारी निर्यात गर्नको लागि चाहिँ डिएनए परीक्षण गर्नुपर्छ भन्ने अहिले नियम बनाइदियो। डिएनए परीक्षण गर्नु भनेको त कति महँगो सिस्टम, त्यो कलकत्तामा मात्रै छ होइन। मान्छेको डिएनए त्यता होला तर सुपारीको डिएनए त उहाँ हुन्छ। त यस्तो अत्यन्त खराब, जस्तो तपाईँलाई चाहिँ अहिले कफी खेती गर्न लाग्नुभयो भने कफी खेतीलाई छाया खेती भन्छ, रुखको मुनि गर्नुपर्छ। त्यसको लागि पहिला रुख रोप्नु पर्यो। अब अहिले के छ, रुख रोप्नलाई EIA गर्नुपर्छ भन्ने भनिन्छ, इलाबोरेट इन्भाइरोमेन्ट एसेसमेन्ट। भनेपछि त संसारमा कहीँ देख्नु भएको छ बिरुवा रोप्नलाई चाहिँ
इन्भाइरोमेन्ट एसेसमेन्ट गर्नुपर्ने, डिपिआर गर्नुपर्ने त्यस्तो कानुन हाम्रो देशमा छ। त त्यसले गर्दाखेरि चाहिँ कानुनमा हाम्रो ऐनमा त के छ भने ज्यान मार्नेलाई उद्योग भन्छ। हाम्रो ऐनमा ज्यान मार्ने उद्योग भन्छ होइन। भनेपछि हामी कहाँ छौँ त अहिले हामी? त्यसले गर्दा सबभन्दा पहिला हो यस्ता कानुन ऐनमा भएका नकारात्मक कुराहरूलाई चाहिँ सुधार गरेर विकासबाट नगर्ने भनेको होइन, विकासलाई अघि मैले भने जस्तै विकासलाई नीतिभित्र पारेपछि आफसे आफ हुने हो। यस्तो खालको कुरा गर्ने चाहिँ उदयपुर जिल्लाको सवालमा जस्तो तपाईँलाई सरकारले के गर्छ, यति बेडको अस्पताल तिमीलाई दिए भन्छ, जग्गा दिँदैन। भनेपछि स्वत बजेटसँगै जग्गा पनि भोगाधिकार अथवा जग्गा पनि दिनु पऱ्यो नि होइन। केपी ओलीले 393 एकैपल्ट हस्पिटलको चाहिँ शिलान्यास गर्नु अहिले मुस्किलले 27-28 बनिरहेछ। किन भन्दा जग्गा छैन। त जग्गा प्राप्ति चाहिँ सजिलो बनाइदिएको भएदेखि तपाईँलाई चाहिँ त्यो आउने बित्तिकै यहीँ औद्योगिक ग्रामको हेर्नुहोस्, त्रिजुगा नगरपालिकाको औद्योगिक ग्रामको लागि अब त्यसको डिपिआर हुने, त्यसको जग्गा उपलब्ध नभएर यहाँ कार्यपालिकाले निर्णय हुँदा पनि बजेट चाहिँ नि त्यसको चाहिँ डिपिआर गर्न भनेर आएको छ 2 करोड कति, त्यो बजेट आएर के गर्नु, त्यो कार्यान्वयन हुनु पाएन। त त्यसले गर्दाखेरि हो यस्तो कुराहरू चाहिँ त्यो बजेट चाहिँ दिएको छ तर कानुनी अवरोधहरूले गर्दाखेरि त्यस्ता सञ्चालन हुन नसकेका योजनाहरू अड्किरहेको छ। जस्तै उदयपुर एकदम जमिन जङ्गल होइन भनेको प्राकृतिक स्रोत साधनहरूमा भरिपूर्ण पनि छ। खासमा क्षेत्र 1मा त अझै पर्यटनको सम्भावनाहरू छन्। बेलाकै नगरपालिका हिजो तपाईँले स्थानीय सरकारको नेतृत्व गरेको ठाउँमा पनि पर्यटनको राम्रो सम्भावना भएको ठाउँमा तपाईँले त्यो कति धेरै प्र्याक्टिसहरू पनि गर्दै हुनुहुन्थ्यो र धेरै काम चाहिँ अगाडि बढाउनु भएको थियो। एउटा बेस त सुरुमै तयार गर्नुभयो खासमा चाहिँ होइन। त्यो गर्दै गर्दाखेरि अहिले फेरि धेरै सामाजिक कुराहरू पनि जोडिन्छन्। खासमा चाहिँ पहाडतिरको जनजीवनहरू चाहिँ तराई केन्द्रित हुँदैछ भनेको जनसङ्ख्याको असमान वितरण भइरहेको छ। खासमा चाहिँ त्यहाँ पहाडतिरको चाहिँ मान्छेहरू बसाइ सरेर तल्लो क्षेत्रतिर आउँदैछन् होइन। त्यो त्यहाँको भूगोललाई त्यहाँको मान्छेहरूलाई सम्बोधन गर्ने इस्युहरू चाहिँ राजनीतिक दलहरूले कम उठाउन थाले भन्ने उनीहरूलाई महसुस हुन थालेको जस्तो लाग्छ। खासमा किनभने त्यसरी जनसङ्ख्याको असमान वितरण हुँदाखेरि चाहिँ तल्लो बेल्टमा आउँदाखेरि रोजगारीको समस्याको कारणले धेरै मान्छेहरू विदेशी हुनुपर्ने बाध्यताहरू छ खासमा चाहिँ होइन। यस्ता सामाजिक मुद्दाहरू जो चाहिँ जनताको प्रत्यक्ष जीवनस्तरसँग जोडिएको छ त्यो चाहिँ हाम्रो प्राकृतिक सम्पदाहरूको चाहिँ प्रयोग गरेर अथवा त्यसलाई प्रयोगमा ल्याएर यहीँ रोजगारीको वातावरण सिर्जना गर्ने, यहीँको मान्छेलाई सुखी बन्न समुन्नत बनाउने तपाईँको धारणा के छ? अब यो चाहिँ कस्तो भने नि हाम्रो धेरै योजनाकारहरूको र जनताको पनि माग के हो भने विकास चाहिँ मेरो घर आँगनमा ल्याइदिनु भन्ने छ होइन, पुर्याउँछौँ भनेर पनि यताबाट माग सप्लाई पक्षको पनि छ, माग पक्षको पनि। मेरो घर जस्तो एउटा कुनै गाउँमा पहाडी हाम्रो महाभारतीय क्षेत्र कुनै गाउँमा अब 6 घर एउटा बस्ती छ कुनै ठाउँमा सानो भनौँ न। अब 6 घरको लागि एउटा स्कुल पनि सम्भव छैन। 2-2वटा बच्चा छन् भने 12वटा बच्चाको लागि स्कुल त सम्भावना छैन। अब त्यो 6 घरको लागि परबाट खानेपानी ल्याउने, त्यहाँ बिजुली ल्याउने, बाटो पिच गर्ने त्यो सम्भावना छैन। स्रोत धेरै 6 घरको लागि मानिलिउँ तपाईँलाई 1 अरब रुपियाँ चाहिँ सबै कुरा व्यवस्था गर्न चाहिँ अथवा 5 अरब रुपियाँ लाग्छ भने तपाईँलाई प्रति घर परिवार चाहिँ 75 करोड सरकारको खर्च हुन्छ भने 5 अरब रुपियाँ चाहिँ विकास भएको ठाउँमा उनीहरूलाई बस्ती हस्तान्तरण गरेर उनीहरूको घर जग्गा भएको जुन ठाउँ छ त्यसमा चाहिँ नमुना उत्पादन होइन सरकारले नि त्यो जग्गा लिएर उनीहरूलाई यहाँ ल्याएर अब हामीले के भने विकास त्यहाँ पुर्याउन सकिँदैन भने जनतालाई विकास भएको ठाउँमा ल्याउने त्यस्तो खालको सिफ्टिङ प्रोजेक्टहरू चाहिँ गर्नुपर्छ। त्यसको लागि पनि कानुनै चाहियो। अब जापानमा अहिले जनसङ्ख्याको हिसाबले अरू धेरै विकसित देशहरू जनसङ्ख्या घट्न थाल्यो। अहिले घट्न थालेपछि उनीहरूले के गर्यो भने जसले 2टा भन्दा बढी नानीहरू जसको छ त्यसलाई त सरकारले अनेक 4वटा 5वटा बच्चा हुनेको लागि त उसको सुखी सम्पन्न सरकारले सबै त उसको गरिदिन्छ। किन जनता घट्दै 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 गएर एउटा डरमर्दो असन्तुलित जनसङ्ख्याको वितरण हुने अवस्था आइसकेको छ। त्यसले गर्दा हामीले पनि यहाँ जनसङ्ख्याको बारेमा चाहिँ बहुत धेरै सोच्नुपर्ने छ होइन। कुनै ठाउँमा जनसङ्ख्या बढेको बढेछ, कुनै ठाउँमा जनसङ्ख्या घटेको पहिलाको भन्दा पनि होइन 68 सालको भन्दा 78 सालमा घट्ने
पहाडी क्षेत्र मात्रै देखिएको छ भनेपछि उनीहरू किन त्यहाँबाट चाहिँ सिफ्ट हुँदैछन् भन्ने कुराको चाहिँ जरो रुट कज पत्ता लगाएर त्यसको चाहिँ तपाईँलाई सोल्युसन त्यहाँ दिएर त्यहाँको जनतालाई त्यहीँ रोक्ने, त्यहाँ रोजगारी, त्यहाँ विकासका सुविधा त्यहाँ गरेर त्यो पायो भने त मान्छे किन हिँड्छ र, होइन? त्यसले उसको आधारभूत आवश्यकताहरू, अधिकार भनेको आधारभूत आवश्यकताहरू हुन्, ती आधारभूत आवश्यकताहरू परिपूर्ति गर्ने प्रोसेस चाहिँ गर्नुपर्छ। अब कतिपयको के छ भन्ने धारणा नि जो चाहिँ हिजोको दिनमा यो मुलुकको शासन व्यवस्था परिवर्तन गर्न सबैभन्दा धेरै भूमिका खेल्ने अब एमाले भयो, कङ्ग्रेस, माओवादी लगायतका जति पनि दलहरू छन् खासमा चाहिँ ती मान्छेले यति धेरै परिवर्तन गरेर लिएको व्यवस्थामा आफै केही नेताहरू भ्रष्ट भए, केही नेताहरूले चाहिँ बाटो बिराए। त्यो कारणले गर्दाखेरि जनता लेभलले पत्याउने स्थिति भएन, चुनावबाट त विकल्प खोज्नुपर्छ भनेर पनि केही शक्तिहरू आइरहेछन्। खासमा एकदमै धेरै चुनावी गतिविधिमा तपाईँ फिल्डमा खटिँदाखेरि पनि त्यो प्रश्न सुन्नुपर्छ होला भन्ने लाग्छ कतिपयको। खासमा चाहिँ नेकपा एमाले जेनजीहरूको अथवा नवयुवाहरूको चाहिँ आवाजलाई सम्बोधन गर्न सकेन भन्ने खालको कतिपयको प्रतिक्रिया छ खासमा चाहिँ, होइन? युवाहरूको भावनालाई चाहिँ एमाले सम्बोधन गर्दैन कि क्या हो अथवा गर्दैन भन्ने कतिपयको प्रश्नहरू हुन्छ। अब व्यावहारिक समस्या, व्यक्तिगत समस्याहरू हुन्छन्, होइन? त्यो समस्या कस्तो भन्दाखेरि तपाईँलाई 100वटा नेतामा 5वटा नेता खराब हुन सक्छन्, किनभने एक ठेकी दहीमा एक ठेकी नै घिउ चाहिँ कहीँ पनि पाइँदैन। त्यसले गर्दाखेरि के भने हिजो रवि लामिछाने हुँदाखेरि पनि उसले थोरै समय शासन गर्दाखेरि पनि हाम्रो नेसनल आइडी कार्ड छाप्नलाई खरिद ऐन विपरीत दिएको, ढुङ्गागिटी बालुवामा चाहिँ अनियमितता उहाँकै पालामा सबभन्दा बढी बढेको, त्यो हामीले 2 महिनाको सरकार 1.5 महिनाको सरकार हुँदा पनि देख्यौँ भने यदि उहाँ 10 वर्ष सरकारमा बस्नुभएको भए कतिवटा काण्ड आउँथ्यो होला कि। त्यसले गर्दाखेरि के भने त्यस्तो अर्को कुरा के हो भने जस्तो ब्याड छ त्यस्तै चाहिँ त्यो ब्याडको बिउ गएर सर्ने हो। त हाम्रो सामाजिक ग्राउन्ड भनेको नेता भनेको चाहिँ यहाँ अमेरिका र युरोपबाट आउँदैन होइन। हाम्रो सामाजिक चेतना स्तर, हाम्रो समाजका जनताहरूको अवस्था जस्तो छ ती मध्येबाट एकजना नेता भएर जाने हो। त त्यसले गर्दाखेरि अहिले भ्रष्टाचारी नेता छन् भने समाजभित्र पनि भ्रष्टाचारी मनोवृत्ति छ भन्ने बुझ्नु पर्यो। उदाहरणको लागि एउटा मान्छे रक्सी र मासु नखाइकन भोट नदिने अनि उसले चाहिँ एकदम स्वच्छ नेता खोज्ने, होइन? त्यो मिल्दैन। पहिला ग्राउन्ड चाहिँ पहिला ब्याड ठिक पार्नु पर्यो। त्यो भनेको सामाजिक सचेतना अभिवृद्धि गर्ने, होइन? र चाहिँ यो इन्टिग्रिटी, होइन? यो चाहिँ अभिवृद्धि गर्ने र समाजमा चाहिँ यही समाजबाट अहिले माओवादीले टिकट दिएका हुन्, राप्रपाले दिएका हुन्, रासोपाले दिएका हुन्, ती मान्छे कुनै नयाँ कुराबाट आएका हुन्, हामीसँगै हुल्की खेली खाई यही समाजमा जस्तो रीतिथिति छ त्यही अनुसार हुन्छन्। अहिले उनीहरू सत्तामा सरकारमा गएका छैनन् र पो उनीहरू पनि कस्ता छन् भन्ने कुरा थाहा छैन। तर उनीहरूले सत्तामा जाँदा आफ्नो समाजमा हुँदाखेरिको जुन संस्कार छ त्यही लिएर जाने हो। र त्यसले गर्दाखेरि चाहिँ त्यो कुरा के हो भनेदेखि यो आम समस्या हो, यो एमालेको मात्रै समस्या होइन। मान्छेको अपेक्षा मात्रै के हुन्छ भने नयाँले केही दिन्छ कि भन्ने चाहिँ मान्छे नयाँतिर मोटिभेट हुन्छ। र यो डेमोक्रेसी भनेको पनि के भने सेयरिज सोसियलिजम हुन्छ क्या। त्यो भनेको कुनै राजनैतिक दलले नराम्रो गर्दा 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 गऱ्यो, जनताले चाहिँ आन्दोलन गरेर क्रान्ति गरेर त्यो शासन व्यवस्था उल्टाएर नयाँ शासन व्यवस्थाको स्थापना गर्ने जुन मोडमा पुग्छ ऊ, जुन इलास्टिक लिमिट नागिसक्छ हो, त्यतिखेर ठ्याक्क चुनाव आउँछ। अनि जनताले के सोध्छ भने चुनाव एउटा भोटै हालेर चाहिँ यहाँ मान्छे परिवर्तन गरिन्छ, पार्टी परिवर्तन गरिन्छ भने किन बन्दुक बोक्नु, किन लडाइँ गर्नु, किन झगडा गर्नु, भोट हालिदिउँ भन्छ। भोट हालेपछि 2-4 महिना त्यसैमा रमाउँछ, नयाँ भोटरले के गर्छ कि भन्ने कुरो फेरि 4-4.5 वर्ष 5 वर्ष हुन आँट्छ। फेरि मान्छे सामाजिक परिवर्तनको आक्रोश बढेको बेलामा चुनाव आउँछ, फेरि मान्छे मत्थर हुन्छ। यसलाई सेयरिज सोसियलिजम भन्छ। त यो खालको व्यवस्थामा अहिले जो मान्छेहरू आउनु भएको छ नि, तपाईँले त्यो दिल्लीमा पनि आम आदमी पार्टीको देख्नुभयो, होइन? पुराना काङ्ग्रेस भाजपाहरूको कठोर विरोध गरेर 2/3 होइन चाहिँ ल्याएर चाहिँ आम आदमी पार्टीले जित्यो। पछि उनीहरू पनि गएपछि त के भयो भने, होइन, त्यही दिल्लीकै बासीबाट उम्मेदवार थिए, त्यही दिल्लीकै मान्छेहरूको जुन सोचाइ थियो तिनीहरूमा त्यही प्रतिबिम्बित थियो र अहिले बढारिए उनीहरू। त्यसले गर्दाखेरि हामीले तलबाट जराबाट चाहिँ नयाँ यो कामहरूको चाहिँ सुरुवात गर्नुपर्ने, थालनी गर्नुपर्ने हुन्छ। आवेग र रिसले मात्रै
के अरे देश चाहिँ परिवर्तन हुन सक्दैन। समझदारी चिन्तनले मात्रै चाहिँ देशको परिवर्तन हुन्छ हैन। त्यही कुरा अहिलेको नयाँको कुराहरू पनि त्यही हो। हामी गर्छौँ भन्छ के चाहिँ गर्नु छ त हैन। हामीले कसैले उहाँले अहिले कुनै उम्मेदवारलाई अब देश विकास भएको कि नभएको भन्ने कुरा 3वटा मापदण्ड हुन्छ कि त्यो देशको पैसा कति मूल्य छ। जस्तो हाम्रो डलर चाहिँ हैन धेरै मूल्य पर्छ। त्यसैले अमेरिकाको युरोपियन युनियनको त्यस्तै त्यहाँको मान्छेको लिभिङ उसको आयु सरदर आयु हैन। यदि विकसित देश हो भने त्यहाँको मान्छेहरूको स्वास्थ्य राम्रो हुन्छ, सरदर आयु बढ्छ। तेस्रो कुरा भनेको चाहिँ तपाईँलाई भोटिङ सिस्टममा चाहिँ थिङ्किङ चाहिँ प्याटर्न भन्छ। तपाईँले अहिले म उम्मेदवार भएको छु, मलाई निन्द्रा छैन होला नेपालको परिवेशमा हैन। चुनावमा पैसा चाहियो, हार्छु कि भन्ने पिर छ, यता पिर छ, निन्द्रा लाग्दैन हैन। कहाँ ऋण खोज्ने, कहाँ बन्दकी गर्ने कि के गर्ने भन्ने टाइपका मान्छेहरूको सोच छ हैन। टिकट दिने बेलामा यसो पैसा छ कि छैन यस्तो आदि इत्यादि कुरा हुन्छ हैन। भनेपछि तपाईँलाई यो प्याटर्नमा चाहिँ अब सोच छ भने यदि विकसित देश हो भनेदेखि चाहिँ त्यहाँ चाहिँ उल्टो सोच हुनु पर्यो। ऊ नेता नसुत्ने होइन कि भोटर नसुत्ने हुनु पर्यो। मेरो भोट कस्तालाई जान्छ र म कोबाट शासित हुन्छु त। गलत मान्छेलाई गयो भने त म 5 वर्ष चाहिँ म शासित हुन्छु भनेर जसरी हामी छोरी अथवा छोरा कसैलाई दिने बेलामा हैन त्यो पाउने भन्दा हामी दिने चाहिँ बढी चिन्तित हुन्छौँ नि हैन। कसलाई दिँदाखेरि चाहिँ बा त्यो ड्रग्सलाई पर्ने हो कि बा त्यो जुवाडेलाई पर्ने हो कि बा चाहिँ कस्तो मान्छेलाई पर्ने हो कि भनेर हामी गोप्य तरिकाले मान्छे बुझ्न पठाउँछौँ नि। त्यस्तै गरेर कन्यादान गर्ने बेलामा जति हामी सोध्छौँ अथवा केटा दान गर्ने बेला जति जो कुरा सोध्छौँ त्यस्तै मतदान भनेको पनि कन्यादान, रक्तदान, भूमिदान हैन, जीवनदान यो ठुला दानहरूमध्ये एउटा मतदान पर्छ। त यो दान दिनको लागि पनि मान्छेहरूले यसै गरी गहिरो तरिकाले विश्लेषण गरेर सोचेर मेरो दान दातव्यले चाहिँ पछि गएर कस्तो हुन्छ त भन्ने कुरा चाहिँ सबै जनताले जुन दिन सोच्ने दिन आउँछ हो त्यो दिन चाहिँ सामाजिक परिवर्तन र समाज चाहिँ चेन्ज भएछ भन्ने कुरा हामीले बुझ्नुपर्छ। अब जस्तै तपाईँ मतदातामा गइरहनु भएको छ खासमा चाहिँ होइन। तपाईँसँग पनि प्रतिस्पर्धीहरू छन्। त्यही नेपाली कङ्ग्रेसबाट विद्रुवा बस्नेत चाहिँ यति बेला चुनावी अभियानमा हुनुहुन्छ होइन। अहिले नेपाली कम्युनिस्ट पार्टीबाट चाहिँ बलदेव चौधरी आफै चुनावी अभियानमा हुनुहुन्छ होइन। अब तपाईँ हुनुहुन्छ लगायत अरू अब स्वतन्त्रहरू पनि छन् खासमा चाहिँ। तर उनीहरूभन्दा तपाईँ अब्बल हो भन्ने त्यस्तो मानक थियो एउटा कुरा र तपाईँले यो कुरा यो उहाँहरूसँग चाहिँ कतिको चुनौती महसुस गरिरहनु भएको छ? म सबभन्दा पहिला त जुन प्रतिस्पर्धी साथीहरू हुनुहुन्छ त्यो डेमोक्रेसीको चाहिँ एउटा रहर लाग्दो पक्ष नै के हो भन्दाखेरि चाहिँ आफूभन्दा विपक्षीहरूलाई सम्मान र मान गर्ने, उनीहरूको भावनाको कदर गर्ने। वाट इज डेमोक्रेसी भन्दा यु अपोज मी, आई अलवेज स्ट्यान्ड फर यर अपोजिङ राइट्स। तपाईँ मेरो विरोध गर्नुहोस्, म चाहिँ तपाईँले मेरो विरोध गर्न पाउने अधिकार छ भन्ने बारेमा बोल्छु। त्यो हो डेमोक्रेसी। म अरू जति पनि उम्मेदवार हुनुहुन्छ उहाँहरूभन्दा म अबल छु कि छैन त्यो छुट्याउने काम त राजवंश जस्तो जनतालाई छ। म को हुँ कि अरूभन्दा म चाहिँ एकदम होइन मसँग कुनै डिग्री छैन कि विदुर दाई भन्दा म जान्ने छु भन्ने, अर्को को भन्दा बलदेव भन्दा म ठिक छु भन्ने मसँग कुनै छैन। त्यो बाहिरबाट हेरिरहेको मान्छेहरूले मूल्याङ्कन गरिरहनु भएको छ। तर कुरो के चाहिँ हो भने उहाँहरू चाहिँ त्यो पार्टीको अब्बल मान्छे हो जसले पनि सबभन्दा अब्बल चुनाव जित्न सक्ने जनताको मनमा बसेकोलाई टिकट दिन्छ भनेपछि उहाँहरू पनि त्यो पार्टीका तत्त पार्टी जुन पार्टीले दिनुभयो अथवा जुन व्यक्तिगत स्वतन्त्र उम्मेदवार हुनुहुन्छ उहाँहरूले पनि म राम्रो छु भनेर दाबी गरेरै उहाँहरूले दिनुभएको र वास्तवमा काङ्ग्रेस पार्टीले कुनै उम्मेदवार उठाउँछ भने त काङ्ग्रेसको राम्रो मान्छे उठाउँछ होइन। त्यसैले गर्दा काङ्ग्रेसभित्रको त उहाँ राम्रो मान्छे हो नि त। त्यसैले म उहाँहरूको बारेमा कमेन्ट नै गर्न चाहदिनँ। उहाँहरू त्यो पार्टीको राम्रो मान्छे हुनुहुन्छ। त्यसैले उहाँहरूसँग स्वास्थ्य प्रतिस्पर्धा गर्ने होइन, प्रजातान्त्रिक अभ्यास गर्ने र उहाँहरूको सम्मान गर्ने मेरो कुरा छ। तर मेरो चाहिँ जहाँसम्म कुरा के छ भने मलाई चाहिँ किन उहाँहरूको कार्यकर्ताले नि भोट दिँदा हुन्छ भने म चाहिँ एक्लै तानातान सबै मिले समाधान भन्ने सामाजिक थ्योरी अप्नाएको मान्छे। त्यो म मेयर हुँदा त्यहाँ लेखेकै थियो माथि होइन। त्यो भनेको के भने म मेयर हुँदाखेरि विपक्ष दलको कार्यालय पनि राखेको मान्छे। म
म 7 गते बैठक बस्थेँ भने 5 गते आफ्नो पार्टीको, 6 गते विपक्षी दलको सँगको बैठक गरेर 7 गते पालिकाको बैठक। यो भने के भने उहाँहरू त अब्बल मान्छे हो, त्यो पार्टीबाट छानिनु भएको। बाहिर अहिले उहाँ चुनाव हार्नुभयो भने पनि उहाँहरूसँग भएको विचार चाहिँ मैले कलेक्ट गर्नुपर्छ। मैले एउटा विचारको ब्याङ्क बनाउनुपर्छ र त्यो विचारको ब्याङ्कमा चाहिँ सबै मान्छेहरूको विचार, उहाँहरू उम्मेदवार मात्रै किन, अरू एउटा स्वतन्त्र तपाईँको मनबाट राम्रो विचार आयो भने त्यो म कहाँ आउनुपर्छ र त्यसलाई हाम्रो चाहिँ विचारको ब्याङ्कमा राखेर उदयपुरको धन बनाउनुपर्छ। त्यसले गर्दा उहाँहरू जति पनि अहिले चुनावमा उत्रिनु भएको छ उहाँहरू त्यो पार्टीको अब्बल मान्छे हो। अनि स्वत मैले चुनाव जितेँ भने उहाँहरूको विचार म कलेक्सन गरेर संसदमा बोल्नुपर्ने ठाउँमा, सरकारमा बोल्नुपर्ने ठाउँमा जहाँ पनि म बोल्छु। त्यसले गर्दा उहाँहरूको जनतालाई फिक्री नहोस् कि हाम्रो मान्छेले हार्यो भनेदेखि हाम्रो चाहिँ भावना मर्छ कि भन्ने कुरा हुँदैन है। त्यो प्रजातान्त्रिक अभ्यास चाहिँ हामीले गर्नुपर्छ। कतिपयले के पनि भन्छन् भने खासमा चाहिँ सोसी थापा भनेको चाहिँ धेरै मतदाता सङ्कलन गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो। जस्तै अरू पार्टीको मान्छेहरू र स्वतन्त्र मान्छेहरू पनि मत तान्नुपर्छ भन्ने। तर त्यो हुँदै गर्दाखेरि कहिलेकाहीँ चाहिँ बाहिरको ल्याउँदाखेरि पोल्टाको खस्छ भन्छन् क्या कतिपय मान्छेहरू। जस्तै जेएनजी आन्दोलनको बेलामा स्टाटसहरूको विषयमा पनि घरिघरि चर्चा हुन्छ, बहस हुन्छ खासमा चाहिँ मार्केटमा होइन। पार्टीभित्र चाहिँ एउटा पक्षले सहयोग गर्ने हो कि असहयोग गर्ने हो कि के हुने हो कि भन्ने खालको चर्चाहरू हुन्छ। तपाईँलाई लाग्छ एमाले एक डिक्का हुन्छ, एमाले चाहिँ अरूतिर त तपाईँले गरिरहनु भएको छ प्र्याक्टिस, त्यो त त्यो देखिएको कुरा हो खासमा चाहिँ फिल्डमा। त्यो त स्वतन्त्र मत भनेको जस्तो 1,41,000 प्लस भोट छ हाम्रो निर्वाचन क्षेत्रमा। हाम्रो पार्टीको 3,000 प्लस चाहिँ सङ्गठित सदस्य। त पार्टीकै मान्छे 3,000ले मात्रै भोट हालेर त जितिँदैन। त्यसैले चुनाव भनेको के हो भने न्युट्रल स्वतन्त्र भोटहरू जसले ल्याउन सक्छ त्यसले जित्ने हो। काङ्ग्रेसको पनि त्यस्तै 3,000 चान्चुन होला होइन। माओवादीको पनि अहिलेको के भन्छ नेपाली कम्युनिस्ट पार्टीको पनि त्यस्तै हो। आफ्ना सङ्गठित सदस्यले चुनाव भोट दिएर जितिँदैन होइन। त्यो भनेको जसले यो मध्यमार्गी अथवा स्वतन्त्र रहेका जमातलाई आफूतिर आकर्षण गर्नु सक्छ, समर्थन लिन सक्छ, त्यसले नै चुनाव जित्ने हो। त्यो एउटा कुरा हो। तर त्यसको आधार चाहिँ के हो भन्दाखेरि चाहिँ सबभन्दा पहिला आफूभित्रको आन्तरिक एकता चाहिँ मजबुत हुनुपर्छ। अब म एकदम दुब्लाउँदै गएको छु, बिरामी छु, तर म दही खान्छु, दुध खान्छु, घिउ खान्छु, पौष्टिक आहारहरू खान्छु र पनि म मोटाउँदिनँ भने मैले बुझ्नुपर्छ कि म भित्र एउटा जुका छ भनेर। त्यसले गर्दा आफूभित्र जुका पालेर बाहिरी के अरे स्रोत उपयोग गरेर शरीर चाहिँ मोटो बलियो बनाउन सकिँदैन भने जस्तै पार्टीको स्वास्थ्य र निर्वाचनको स्वास्थ्य पनि पहिला आफूभित्रको एकमत र आफूभित्रको एकतालाई मारेर होइन चाहिँ हामीले चाहिँ चुनावले जित्न सक्दैनौँ। जिते पनि बहुत ठुलो कठिन हुन्छ। त्यसले गर्दा सबभन्दा पहिलो प्रयास भनेकै हाम्रो सङ्गठनभित्रको एकता र एकताबद्ध प्रयासबाट मेरो भिजिटिङ कार्डमा पनि त्यही छ। सबभन्दा पहिला यो जिल्लै विकास गर्न पनि हाम्रो सबैको एकता चाहिन्छ भने सबैको चाहिँ एकताबद्ध प्रयासको लागि कोसिस गरेको छ। त्यसैले पार्टीको नेकपा एमालेको कार्यकर्ताहरू एक भएर यो चुनावमा उभिएको छौँ अहिलेसम्म र हामी यो चुनावमा एक भएर नउभिनु पर्ने कारणै केही छैन। किनभने म सबै उम्मेदवारहरूलाई सम्मान गर्छु। हाम्रै पार्टीभित्रको पनि अरू उम्मेदवारहरू हुनुहुन्थ्यो। हामी यसपालि कोही पनि काठमाडौँमा चाहिँ धाएनौँ क्या टिकटको लागि भनेर। र एक पक्षले अर्कोलाई गएर झोसपोल गर्ने अथवा पोल सुनाउने हामीले नेताहरूलाई अब सुनाउनु पर्ने गुनासो हो, तर धेरै जस्तो पोल बोकेर जान्छन् नि। र नेताहरू पनि त्यहाँको अप्ठ्यारो गुनासो भन्दा पनि पोल सुन्ने हुन्छ, कतिको छ अहिले। त्यो भएन यो पल्ट होइन। जस्तो मैले उम्मेदवारी दिएर म त उहाँ किसान महासङ्घको कार्यक्रममा दमकतिर कुदिरहेको थिएँ, पाहाडतिर कुदिरहेको थिएँ, अरू साथीहरू पनि यहीँ कुदिराख्नु भएको थियो। त्यसले गर्दा हाम्रो आर्दो प्रत्यारोप हुने, टिकटमा खोसाखोस हुने यो चाहिँ नि अप्रजातान्त्रिक अभ्यास चाहिँ हाम्रोमा भएको छैन। र नेकपा एमालेको धेरै ठुलो सङ्घर्ष योगदान गरेर सामाजिक रूपमा स्थापित हुनुभएको नेताहरू हुनुहुन्छ र उहाँहरूले पार्टीको जितलाई चाहिँ उहाँहरूले बधाई दिनुभएको छ। त बधाईलाई जितमा अनुवाद गर्नको लागि बधाई दिनेले चाहिँ
त्यसलाई जितमा अनुवाद गर्नको लागि आफ्नै वचन राख्नको लागि पनि धेरै खट्नुपर्ने हुन्छ। अब अलिकति जस्तै अन्तिममा चाहिँ यो साना उम्मेदवारहरूले चाहिँ अलिकति सामाजिक मनोविज्ञानलाई बुझेर अहिलेको होइन लेटेस्ट अघि तपाईँसँग कुराकानी हुँदाखेरि पनि भन्नुभयो अहिले समाजको चेतना स्तर के छ खासमा सबै मान्छेहरूको होइन बहुसङ्ख्यक मान्छेहरूको अहिलेको सामाजिक चेतना स्तरलाई चाहिँ उम्मेदवारहरूले चाहिँ ग्र्याब गर्ने भनेको कोही चाहिँ तपाईँको सानो कुरामा चाहिँ कन्भिन्स भइरहेछ सामान्य भनौँ न खाजा नास्तामा कन्भिन्स भइरहेछ कोही सानो एउटा योजनामा कन्भिन्स भइरहेछ कोही फलाना मेरो नगरपालिकाको मेयरलाई भनिदिन्छु वडा अध्यक्षले यो काम भनिदिन्छु अथवा कसैलाई नेतृत्व गरिरहेछ राजनीति गरिरहेछ भने तँलाई म फलाना जिम्मेवारी पुऱ्याइन्छु अथवा तत्त मान्छेहरूलाई चाहिँ उसको सामाजिक मनोविज्ञानलाई चाहिँ ग्र्याब गरेर उम्मेदवारहरूले त्यो अस्वस्थ तरिकाले चुनाव जित्ने जुन प्र्याक्टिस छ अझै बढी चाहिँ आर्थिक रूपमा जोडिन्छ कतिपय खर्च जसले बढी गर्न सक्यो चुनाव चाहिँ त्यसरी जित्न सकिन्छ भनेर उम्मेदवारहरू पनि त्यो तरिकाले प्रस्तुत भइरहने अहिलेको यो रिसेन्ट भिडमा चाहिँ तपाईँले आफ्नो हुन्छ नि दाबी तपाईँले आफ्नो चुनावी जित्ने त्यो बलियो प्रमाण अथवा त्यस्तो खालको एजेन्डा कस्तो बनाउनु भएको छ खासमा? अब जसले जोसँग जे छ त्यही वितरण गर्छ। कसैसँग पैसा हुन्छ उसले पैसा बाँड्छ होइन, कसैसँग स्रोत साधन हुन्छ उसले स्रोत साधन बाँड्छ। त्यसले गर्दा मसँग विचार छ म विचार बाँड्छु। त्यसले गर्दा म यो चुनावमा पैसा स्रोत साधन बाँडेर होइन विचार बाँडेर चुनावमा गएको छु एउटा। दोस्रो चाहिँ के हो भने म यो कुराको यो चुनावबाट सिद्ध गर्न चाहन्छु कि चुनावमा एउटा गरिबको छोरा पनि भोलि चन्दा उठाएर सरसहयोग गरेर चुनावमा उठ्न सकोस्। हामी अकुत सम्पत्ति खर्च गरेर चाहिँ एउटा गरिब वर्गलाई चाहिँ के अरे यो राजनीतिबाट टाढा राख्नु हुँदैन। एउटा गरिब मान्छे उसँग क्षमता छ योग्यता छ तर ऊ पैसा खर्च गर्न सकिँदैन कुनै अवस्थामा भने म राजनीतिमा लाग्दिनँ भनेर म त पैसा छैन यार भनेर राजनीति छोडेको धेरै देखेको छु। त्यसले तिनीहरूको क्षमता चाहिँ राष्ट्रले गुमायो। ती मान्छे पोलिटिक्समा आउँथे भने तिनले नीतिगत सुधारमा व्यवहारिक सुधारमा विकास निर्माणमा ठुलो योगदान पुर्याउँथे होला, आमूल परिवर्तनमा उनीहरूको योगदान हुन्थ्यो होला, तर तिनीलाई टाढा टाढै राखिन्छ। त्यो भनेको के भन्दाखेरि हाम्रो चुनावी जुन तौर तरिका छ त त्यसले गर्दा मेरो चाहना के हो भने हामी भोलि आउने एउटा पुस्तालाई चाहिँ बिना पैसा पनि हामी विचार छ क्षमता छ भने त्यो विचार र क्षमताको वितरण गरेर हामीले चाहिँ उनीहरूले चाहिँ आफ्नो इच्छा पुरा गर्न पाउन्, यो चाहिँ नि मेरो चुनावमा इच्छा छ। त्यसैले हामी चाहिँ एउटा विचार बाँडेर चुनावी अभियानलाई चाहिँ एउटा सचेतन सामाजिक सचेतन अभियानको रूपमा रूपान्तरित गरेर हामी चाहिँ अगाडि बढाउने। गाली गलौज भन्दा पनि नेकपा एमाले चाहिँ अगाडि यो रेसमा यो दौडमा चाहिँ अगाडिकोलाई छिर्के लगाएर भन्दा पनि अगाडिको भन्दा धेरै दौडेर हामी यो विनिङ पोस्टमा चाहिँ पुग्न चाहन्छौँ। समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खुलासा टेलिभिजन तपाईँले यो टेलिभिजन मार्फत हाम्रो पार्टीको अनि मेरो चाहिँ विचारहरू चुनावी मुद्दाहरूका बारेमा आदरणीय न्यायप्रेमी जनसमुदाय समक्ष विचार पस्किने जुन अवसर दिनुभयो त्यसको लागि मुरीको चलन त गइहाल्यो, क्विन्टल धन्यवाद छ है। आजको हाम्रो संवादमा हुनुहुन्थ्यो नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका दुर्गा कुमार थापा सुस्ती र हामी फेरि अर्को भेटमा अर्को अतिथिसँग कुराकानी लिएर आउनेछौँ। त्यति बेलासम्म राकेश बिदा हुन्छु। नमस्कार।